आइज हेलो दाइ। हेलो सर, नमस्ते। हजुर नमस्ते, के छ अनि? स्कुटर सर्भिसिङ गर्नु पर्यो। सर्भिसिङ गर्ने? हजुर हजुर। कहाँदेखि आउनुभएको होला? भैँसीपाटीबाट आउनुभयो। भैँसीपाटीबाट आउनुभएको? हजुर। अनि अरू त सबै ठिक छ नि होइन सर? अरू सबै ठिक छ, मात्र सर्भिसिङ मोबिल सर्भिसिङ गरिदिनु। हजुर। अनि यसो अरू पिकअपहरू त राम्रै छ होला नि सर? पिकअप त राम्रै छ, त्यो हल्का बुरुर भइरहेछ त्यति हो। ए ल केटा, हेर मिस्त्री, स्टार्ट गरौँ त हाम्रो यो स्कुटर, खोलखाल गरौँ। सरसँग चाबी लिनु, स्टार्ट गरेर हेर। साउन्डहरू सब ठिक छ? इन्जिन बनाउनु पर्ने बेला भइरहेछ। ए इन्जिन बनाउनु पर्ने भयो? कति कति खर्च लाग्छ दाइ? स्कुटरले है, त्यही त, कति अब कति खर्च कम्पनीको सामान राखेर तपाईँको 8 साढे 8 हजार जति लाग्छ। 2 वर्ष वारेन्टी हुन्छ त्यसमा। अनि तपाईँको बाहिरको सामान राख्नु भने 5-6 हजार तर सक्दो कम्पनीकै सामान राखेर त्यही त। अनि बाहिरको सामान राख्दाखेरि ग्यारेन्टी त्यसमा पर्छ कि पर्दैन? त्यसमा वारेन्टी पाउनुहुन्न हजुरले। त्यसमा कम्पनीको सामान राख्नु भएको चाहिँ 2 वर्ष वारेन्टी पाउनुभयो। खाने यताउति भएर चाहिँ हामी त्यसलाई